त भात सब्जी पनि केही पकाइदिएन रहेछ नि। कति साह्रो दुष्ट हुन सकेको हो। छोडिदिनुहोस् बाबा, त्यस्ता कुरा नगर्नुहोस्। बरु आज भात पकाइहाल्नुहोस्। हजुरलाई प्रेसर लोड छ बाबा, समानमा खाना खानु भएन, अलि ढल्न पनि लाग्दैन। बाबालाई खाना पकाउन दिन्छु धेरै। अङ्कल, हजुर विवेकलाई यो सब राख्नु, म पकाउँछु खाना। हुन्छ। यहाँ छ नानी, तेरो खुट्टा बिस्तारै गर। मलाई कति धेरै माया गरेकी विनिताले सायद मेरो चोटमा मलाई भन्दा बेसी उसले दुखेको होला। त्यही भएर त आफ्नो घरबाट सल्ल्याएर मेरो खुट्टो भात दिन लगाए। मेरो बाबालाई दुःख हुन्छ भनेर आफै भात पकाउन बसे। हे भगवान, यिनीहरूको मायामा कसैको नजर नलागोस्। बरु नङ्ग्रा मासु एक आपसमा छुटिएर बाँच्न सक्ला, तर यिनीहरू सक्दैन। त्यसैले भगवान, यी दुई मुटुलाई एक धडकन बनाइदिने जिम्मा तिम्रो। अहिले म जान्छु आफ्नो ख्याल गर है। अनि अङ्कल, हजुर पनि धेरै चिन्ता नगर्नु, भोलिसम्म त विवेकको खुट्टा ठिक होला नि। नानी, अब यो आश राख्नु बाहिर विकल्प के नै छ र। ल ठिक छ, त्यही पुगेर बसेर हाम्रो दुःखमा सामेल भयो। तिमी पनि घर जाऊ अब। अनि छोरा, तँलाई विनिताले कति माया गर्छ है? नि बाबा, मुनाले मदनलाई माया गरे जस्तै माया गर्छ विनिताले मलाई। मनको लड्डु घिउसँग खान छोड्दे। 2 दिनको घाम छाया मात्रै हो। विनितासँगको तेरो माया त्यस्तो पहिले जाने आमाको छोरीले 1-2 दिन खेलेर छोडिदिन्छ तँलाई। विचल मुख छ भन्दैमा जे पाते नबल, जे भन्नु छ मलाई भन्। तर विनिताको बारेमा 1 सप्ताह पनि नराम्रो नबल। म सुनेपछि सहन सक्दिनँ। ढुक्क लाज पचेको लवस्तो र बाबुआमाको अगाडि मायाको कुरा गर्न लाज लाग्दैन तँलाई? उम्रिँदैको 3 पाते। अनि त 2 पाते भएर के नै गरेको छस् र मेरो छोरालाई कराउँछस्? यसको माया गर्ने उमेरै यही हो। अनि मायाको कुरा नगरेर के गर्छ? भैँसीलाई भैँसीको सिङ भारी हुँदैन भने तँलाई के को खसखस? ए आमा हो, यिनी फेरि 12 हात उफ्रिँदै किन बोलेका होला? एकछिन चुप्प लाएर बस्न सक्दैनौ? हुन त तिम्रो टुरो छोराको पक्षमा कोही पनि बोल्दैन भनेर होला हैन? यस्तो आमा टुक्कालाई लत्याएर मेरो छोरालाई मात्रै माया गर्ने हो भने यो घर कस्तो हुन्थ्यो होला? कस्तो हुनु नि, मसान घाट जस्तो हुन्थ्यो। अब यसरी हुँदैन। मैले मेरो छोरा विवेकलाई जसरी पनि सहर पठाउनुपर्छ। म ऊ सधैँ गरिब भएर जिन्दगी बिताएको हेर्न सक्दिनँ। अलिकति ऋण खोजेर भए पनि म मेरो छोरालाई प्रगतिको बाटोमा हिँड्न लगाउँछु। छोरी, 2 कप चिया लिएर आऊ त। हस् बाबा। अनि भाइ, के काम ल्यायो त? दाइ, हजुरसँग पैसा भयो अलिकति ऋण दिनुहोस् न। विवेकलाई सहर पठाउनु पर्यो। गाउँमा बसेर त्यसले केही प्रगति गर्ला जस्तो छैन दाइ। भाइ, तिमी जस्तो त्यस्तै मसँग पनि कहाँ पैसा हुनु र? पैसा भएको भए त अहिले निकालेर दिइहाल्थे नि। धन्यवाद। तिमी बढिहालिस् क्या हो? चिया राम्रै रहेछ। त्यसो भए छैन त दाइ? ए भाइ, भएको भए त म तिमीलाई नदिन्थेँ र। अहिले निकालेर दिन्थेँ म। छैन मसँग पनि, के गर्नु? ल त दाइ, त्यसो भए म लाग्छु है त। ल भाइ, ल राम्रोसँग जाऊ ल।
छोरा कहाँ सहर पठाउनलाई कति ठाउँमा ऋण बुझिसक्यो तर पाउँदै पाएन तेरो भाग्यमा नि सुख लेखेको छैन कि क्या यसरी हिम्मत नहाल्नु न बाबा भविष्य कसलाई देखाएको छ र मलाई विश्वास छ पृथ्वी गोलो छ मेरो पनि एक दिन धनी हुने पाला आउनेछ हजुर ढुक्काउनु न म पैसा बिना पनि सहर जान्छु र हजुरलाई बुढेसकालमा सुख दिन्छु कति कुरा जानेको छस् है बाउको मन राख्नलाई हिँड घर जाउँ नै बाबा अहिले म घर जान्न म यहीँबाट सहर जान्छु घर गयो भने मेरो सायद बिग्रिन्छ बाबा ल बाबा मलाई आशीर्वाद दिनुहोस् ल भाग्यमा नि गइस् भगवान्ले सधैँ तेरो रक्षा गरून् तेरो सधैँ प्रगति होस् है कुरो ल बाबा म गएँ है आफ्नो ठाउँ काट्नु। राम्रोसँग बोल पऱ्यो। Ah